धनकुटा नगरपालिका 3 निगालेमा आज बस दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 6 जना घाइते छन्। विराटनगरबाट धनकुटाको जितपुर जाँदै गरेको प्रदेश 102-001 ख 9606 नम्बरको साईराम बस आज बिहान करिब 11:45 बजे सडकमा पल्टिएको हो। दुर्घटनामा महालक्ष्मी नगरपालिका 6 की 55 वर्षीय गंगा कार्की र महालक्ष्मी नौका 60 वर्षीय दिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनकुटा 4 की 45 वर्षीय दुर्गामाया तिमसिना भट्टराई, महालक्ष्मी 9 की 75 वर्षीय तारादेवी काफ्ले, महालक्ष्मी 8 की 17 वर्षीय खुसी लुङ्गेली घाइते भएका छन्। यस्तै महालक्ष्मी 7 की 32 वर्षीय सिर्जना जिमी, मोरङको केराबारी 9 की 60 वर्षीय देवी नेउपाने र सुन्दर हरैचा 7 की 8 वर्षीय अंकिता खड्का घाइते भएका छन्। धनकुटा जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। बसमा 30 जना यात्रु सवार थिए। ट्राफिक प्रहरीका अनुसार उकालो सडकमा एयर पाइप पड्किँदा बस पछाडि सरेर सडकमा पल्टिएको हो। पल्टिएको बसले सडक ढाक्दा करिब 2 घण्टा कोशी राजमार्ग अवरुद्ध भएको थियो।